हेलो गाइस, दर्शन अनि नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिक छु। आज मैले देखाउन गएको दृश्य चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। नेपालमा केही गरे पनि हुँदैन भन्नेहरूको लागि चाहिँ मैले आज एउटा सानो छोटो मिठो भिडियो लिएर आएको छु। हजुरहरूले हेर्नु होला। हेरेर साथ सपोर्ट माया गरिदिनु होला। केही कमजोरी भए माफ गरिदिनु होला है। एकचोटि हेर्न सक्नुहुन्छ। यो पछाडिपट्टि देखिएको चाहिँ तपाईको यो केरा खेती हो हैन। मान्छेहरूले भन्छन् विदेश विदेश भन्छन् के। मान्छेले नगरे यति नेपालमै बसेर यति गर्न सकिन्छ भने धेरै राम्रो हो के हैन। हामी विदेश विदेश भनिन्छ हैन। अनि तपाईले देख्न सक्नुहुन्छ यहाँ केरा खेती गर्नु भएको छ। तर कसको हो त अझै थाहा भएन। मैले सानो एउटा मन पर्यो अनि सानो एउटा भिडियो बनाउँछु र भनेर मैले लागेको। एकदम मन पर्यो हैन। अहिले गर्मी पनि त्यस्तै नै छ के गाइस। लास्टै गर्मी छ। अनि त्यही भएर एउटा सानो छोटो मिठो भिडियो बनाउँछु भनेर म हजुरहरूको सामने लिएर आउन चाहन्छु भनेर यो केरा खेती हेर्नु यो देख्न सक्नुहुन्छ। केरा खेती हैन। यहाँ चाहिँ रोड छ। अपोजिट साइडमा चाहिँ केरा खेती छ। नेपालमा गरे के हुन र गाइस ल भन्नुहोस् त। हेर्नु त यत्रो केरा खेती गर्नु भएको छ। हामी विदेश विदेश भनिन्छ। 12-15 घन्टा ड्युटी गरेर महिना 50-60 हजार पनि कमाउन सकिँदैन भने आफ्नो देशमा फ्यामिलीसँग परिवारसँग बसेर चाहिँ यस्तो राम्रोसँग केरा खेती गर्न सकिन्छ हैन। हर कुरा खेती किसानीमा चाहिँ छ के। गर्न सक्न पर्यो, खट्न सक्न पर्यो। मान्छे युरोप भन्छन् हैन, विदेश विदेश भन्छन्। विदेशमा केही छैन के गाइस। वहाँ जति दुःख गरिन्छ यहाँ त्यति नै दुःख गर्न सक्यो भने चाहिँ धेरै राम्रो छ के। तर के हुन्छ नेपालीपन भनेको चाहिँ के हुन्छ भने विदेश जाने अनि धेरै पैसा कमाइन्छ भन्ने, आफ्नो नेपालमा दुःख सुख गर्न चाहिँ नखोज्ने। यो भएर हामी पछाडि परेको हो हैन। यति हजुरले देख्न सक्नुहुन्छ। यति राम्रो दृश्य छ, यति रमाइलो छ हैन। म चाहिँ अहिले यो हावा खाँदै यो यसो मुनेर आएर बसेर चाहिँ एउटा टक्क केरा खेती गरेर देखेँ। अनि टक्क एउटा छोटो मिठो भिडियो बनाउनु पर्यो भनेर लागेको। कति राम्रो छ हजुरहरूले देख्न सक्नुहुन्छ हैन। है त गाइस, ल सबैले सब्स्क्राइब गरिदिनु, माया गरिदिनु होला। कमेन्ट जे जस्तो भए पनि सल्लाह सुझाव दिनु होला है त।